like this. Yeah. Hello guys, welcome to Sanjeev vlog. Today we are going Sukhothai after second attempt. यो चाहिँ हैन उयो मान्छेको vlog हो ल. ओइ हेलो गर्छ त. हेलो. Okay guys, we are going Sukhothai. अब हेलो. एक्चुअली हाम्रो टार्गेट चाहिँ 6 सम्म पुग्ने हो हैन, तर यस्तो जाम देखेर चाहिँ हामी 8 सम्म पनि नपुग्ला जस्तो लागिरहेछ। अहिले चाहिँ 3:10 भयो। अब लेट्स सी हामी कहिलेसम्म पुग्छौँ। यस्तो गर्छन् क्या, लाइट हुँदा पनि बिस्तारै चलाउँछन्, ल्याङ लाग्दछ मलाई चाहिँ। यहाँ आएछ त्यो पनि। त्यस्तै हो अब, यस्तै यो पल्युसन छोडेर हामीले काठमाडौँ छोडेर जाँदैछौँ। 3 ग्रुप छ त्यहाँ अगाडि, म एकजना ग्रुप पछाडि एक ग्रुप छ। त्यो 3 ग्रुप हामी जाँदैछौँ, एउटा ग्रुप त्यहाँ भयो। यो रुट त हिँडेको पनि कति भइसक्यो त, भोलि खेलको लागि नै हिँडै गरेर यो रुट धेरै। सो यो रुटमा धेरै म भ्लग बनाउँदिनँ, खास भ्लग स्टार्ट चाहिँ यहाँबाट गर्छु भनेर चाहिँ। त्यो काठमाडौँमा धेरै पल्युसन बढ्यो भनेर हामी काठमाडौँलाई छोडिदिएर हो, छोडेर सिधै एकचोटि रिफ्रेसमेन्टको लागि हामी बाहिर निस्किँदैछौँ। सो विल सी यु गाइज इन अ बिट। ओके ल, हामी चाहिँ ढिलो खाएर बल्ल पेट्रोल बेसी भएको हिँड्दा त हामी कहाँ छ थाहै भयो रे। यत्तिकै अब यहाँ दोलालघाटको माछा खाँदैछौँ। रातो रातो छ दोलालघाटको, के भन्छ यो, आलु र पकौडा हो है। फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्यौँ। सो सबैजना अब किन भाग्यो? काठमाडौँबाट लिएर आऊ केक हो। आगे निभिसक्यो यार, कस्तो। 3, 2, 1 ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर सल्लुडन। गोवा बीचमा, गोवा बीच कस्तो लागिरहेछ हेर्ने हो। गोवा बीच कस्तो लागिरहेछ म्याडम? हेलो गोवा बीच यस्तो छ है। गोवा बीच यस्तो छ। ओ गाइज, गोवा बीच कस्तो लागिरहेछ? गोवा बीच ल यस्तो छ यहाँको भ्यू। अब म उता गएर स्विमिङ खेल्छु। ल हामी डेयरडेभिल टुम्स र म भोटेकोसीको नजिक भोटेकोसीको नजिक। तर केही देख्दैन रहेछ आउँदाहरूले। केटाहरू चाहिँ रातिको टाइममा नि पुरा स्विमिङ खेलिरहेछ। अहिले कति बज्यो? 7:35। स्विमिङ खेलिरहेको।
फुक्न दाउरा तोड्यो रातिको 12 बजिरहेछ केटाहरूलाई स्विमिङ खेल्नु परेछ त्यहाँ The next day. हेर्न गाई बिहानको 8:30 हुँदैछ उठे छैन ब्रेकफास्ट गर्छु भन्ने हिजोदेखि भन्दा थियो अहिलेसम्म उठे छैन हजुर यसलाई उठाउनु पर्यो यहाँ देशको छ चिन्ता तिमी ब्रेकफास्ट भन गर्नु पर्यो नि अब ब्रेकफास्ट हाम्रो म्याडमले पैसा वसुल ब्रेकफास्ट गरिरहेछ दुईटा अन्डा अन्डाको यो चाहिँ किन नखाएको नि त्यो खानु पर्दैन हाम्रो यो मान्छे चाहिँ बल्ल तल्ल उठेर आएछ त्यही पनि यो मान्छेले उठाएर नत्र भए हामीले उठायो भए यो मान्छेले अघि उठेकै थिएन यो हो कि क्रिम हो के हो यति धेरै छ है हामीले त 1-2वटा लाउँछ होला सनस्क्रिन एउटा लाउँछ होला अनि मोइस्चराइजर लाउँछ होला उसको त मोइस्चराइजर एउटा दुईटा सनस्क्रिन र एउटा यो मुखमा लाउने एउटा यो मुखमा लाउने रे आँखामा लाउने चाहिँ फेरि कस्तो रहेछ भने आँखामा लाउने यहाँ तल लाउने यतै अनि यहाँ आइलाइनर फेरि छुट्टै हुँदो रहेछ है यिनीहरूको ए मस्कारा रे मस्कारा के हो यो मास्कारा हो कि के हो त्यो मस्काई लाउने हो कि त्यो मास्कारा Hello guys, welcome to our vlog day 2 day at Potecosi Beach Resort. हामीले चाहिँ अब भर्खरै ब्रेकफास्ट गर्यौँ हैन अनि अब सबैजना ब्रेकफास्ट गरेर अब चाहिँ हामी के गर्ने भनेर डिस्कस गर्ने बाँकी छ सुक्का आलो देखे ओइ आउन तिमीहरू सबजना कस्तो भइरहेछ त सुकुटी एक्सपिरियन्स सबैजना भन्दिउँ त एकचोटि पछाडि फर्केर ओइ पछाडि फर्केर अब हामीहरू चाहिँ भर्खरै ब्रेकफास्ट गऱ्यौँ होइन अब यसो एक राउन्ड घुम्नलाई आइरहेछौँ हामी हिजो राति 12 बजे स्विमिङ गरेको होइन यही हो स्विमिङ पुल चाहिँ मान्छे पनि छैन रहेछ अहिले चाहिँ टिकटक यहाँ पनि रहेछ दर्शक हेरौँ न यहाँ टिकटक चलिरहेछ है गाइस टिकटक चलिरहेछ हामी ब्लुपर बनाउनु जाँदैछौँ ब्लुपर वेट एन्ड वाच है वेट एन्ड वाच नेपालमा बाँदरको कमी छैन हेर्नुहोस् होला खुट्टा तान्नु न यसको खुट्टा तान्दै गर ल इट्स स्विमिङ टाइम स्विमिङ पुलमा हाम्फा ल क्या स्विमिङ पुल हिजो राति 12 बजीसम्म खेल्ने मान्छे चाहिँ यही हो निकालेर पठाइदिएको थियो यो मान्छेलाई स्विमिङ पुलबाट आज अब गर्मी भयो लास्टै खतरा गर्मी भयो यार कस्तो लाग्यो त खाना आजको धेरै राम्रो मिठो जस खाना त मिठै थियो होइन तर त्यस्तो धेरै चट्टा भएको मासु खाएको And the abo. भयो And we're going now. Bye-bye. फोटो खिच्नलाई चढेको गाइस